नमस्कार साथीहरू, आज चाहिँ अलिक फरक विषयमा आएको छु। किनभने म केही महिना यता टोटो मास्टर हुँ भन्दै आफूलाई चाहिँ जेसु भनिरहेको हुन्छु, एउटा रमाइलोको रूपमा होइन। म हुन त रमाइलो गर्न रुचाउने मान्छे हो, त्यही भएर टोटो मास्टर, टोटो अध्यक्ष भनेर तपाईँहरूले पनि भन्नुहुन्छ। म आफै पनि त्यो विषयलाई रुचाइरहेको छु। तर आज भने यो फेसबुकको विषयमा अलिकति केही साथीहरूमा पनि केही ऊर्जा आओस् भन्ने हिसाबले चाहिँ एउटा भिडियो बनाइरहेको छु। कृपया ध्यान दिएर हेर्नुहोस्। तपाईँ पनि म जस्तै सफलता पाउनुहुन्छ कि कतिले प्रयास गर्नुभएको छ। जस्तै यहाँ हेर्नुहोस्, मैले देखाइरहेको छु। यो मैले केही दिन यता मैले कमाएको केही डलर हुन्। मैले यो धेरै पहिलादेखि कोसिस गरिरहेको थिएँ, लगभग 2 वर्ष जति कोसिस गरिरहेको थिएँ। मैले योभन्दा पहिला धेरै भिडियोहरू बनाउँथेँ। कतिपयले मलाई देख्नुभयो पहिल्यै, कतिपयलेदेखि चिनिराख्नु भएको छ र कतिपयले पछिल्लो हप्तामा टोटो मास्टर हुँ भन्दै आएपछि चिन्नु भएको छ साथीहरू, होइन। अब सोसल मिडिया हामी सबैले चलाउँछौँ, विशेष गरी फेसबुक, होइन। आज फेसबुकको विषयमा कुरा गर्ने भएर विशेष गरी हामी सबैले फेसबुक चलाउँछौँ, नेपालबाट चाहे जुनसुकै देशमा रहेर पनि। अहिले हाम्रो देशमा पनि फेसबुकबाट मजाले पैसा कमाउने हुने भएको छ। जुन पछिल्लो समय फेसबुकले नेपाललाई पनि मोनिटाइज एजिलेबल कन्ट्री बनाएको छ, विदेशमा त छँदैछ, होइन। त्यसो भएको हुँदाखेरि तपाईँ विदेशमा होस् चाहे नेपालमा होस्, जतिखेर पनि फेसबुक त चलाउनुहुन्छ। फेसबुक चलाइरहँदा पनि तपाईँलाई किन फ्रीमा, होइन, तपाईँले डाटा हाल्नुपर्छ, वाइफाई किन्नुपर्छ, त्यसको पैसा त उतार्नु पर्यो। अब भने यहाँ यसरी हुँदो रहेछ साथीहरू, ध्यानले सुन्नुहोस् है। अब तपाईँ फेसबुक खेलाउँदै गर्दा कहिलेकाहीँ फोटो अपलोड गर्न मन लाग्छ, होइन। कहिलेकाहीँ आफ्नो भनाइहरू राख्न मन लाग्छ। विशेष गरी तपाईँ के भन्न चाहनुहुन्छ कसलाई, अर्थात् नेपाली राजनीतिक विषयकोमा, अथवा कसैलाई बर्थडे विस गर्नुहुन्छ, कहिलेकाहीँ लेखि नै हाल्नुहुन्छ, होइन। त्यो गर्नुहुन्छ। अनि कहिलेकाहीँ आफ्ना केही नाचेका, डान्स गरेका, होइन, यस्ता भिडियोहरू बनाउनुहुन्छ। यस्तो गरेर हाल्न मन लाग्छ, हाल्नुहुन्छ, होइन। तर त्यो तपाईँ कन्टिन्यू गर्नुहुन्न। अबदेखि तपाईँ रेगुलर दिनमा एउटा या 2टा 3टा जति सक्नुहुन्छ त्यो 3टासम्ममा भिडियो, फोटो, टेक्स्टहरू अपलोड गर्नुहोस्। यसो गरे बापत तपाईँले फेसबुकलाई रेकगनाइज गर्छ र यिनले पनि केही गर्ने रहेछ है भनेर तपाईँलाई कन्टेन्ट भन्छन् दिँदो रहेछ। त्यसपछि यसरी पैसा आउँछ। त्यसपछि तपाईँले महिनाभरि डाटा हालेर चलाएको वा वाइफाईको पैसा फेसबुकबाट तपाईँ इन्जोय पनि गर्नुहुन्छ, पैसा पनि आउँछ। किन नचलाउने, किन नगर्ने? त्यसको लागि के गर्नुपर्छ? अब यस्तो पैसा कमाउनुको लागि के गर्नुपर्छ? आगामी दिनमा कस्तो हुन सक्छन्? यी सबै मेरा अनुभवहरू छन्। मैले लगभग धेरै प्रयास गरेँ, बल्ल सफलता पाउँदैछु साथीहरू। अबको दिनमा मैले तपाईँहरूले यसै विषयमा पनि तपाईँले चाहनुहुन्छ भने भिडियो बनाउनेछु, होइन। अब चाहिँ यो विषय, अब यो फेसबुकमा मोनिटाइज ल्याउनलाई के त प्रक्रियाहरू हुन्, यी सबै विषयहरू अब क्रमबद्ध ढङ्गले म बिस्तारै ल्याउनेछु। त्यही भएर साथीहरू, यदि फलो गर्नुभएको छ भने यो मेरो प्रोफाइललाई फलो गरिदिनुहोस्। मसँग अर्को पेज पनि छ, पूर्वेली सेरोफेरो भन्ने। यो भर्खरै मात्र खोलेको हो, हुन त पहिल्यै खोलेको, तर पनि इस्यु आएर चाहिँ यसमा चाहिँ केही चाहिँ यता थाती राखेको छु। अहिले भर्खर चलाउन थालेको छु, होइन। अब त्यता पनि फलो गर्दै गर्नुहोस् र यो भिडियोलाई सेयर गरिदिनुहोस्, तपाईँका मनका कुरा राख्नुहोस्। बाँकी दिनमा फेसबुकमा कसरी पैसा कमाउन सकिन्छ, के गर्नुपर्छ त्यहाँ भन्ने विषयमा सम्पूर्ण मेरो अनुभव लिएर आउनेछु। र हामी टोटो मास्टरको त कुरा छँदैछ, टोटोको विषयमा पनि मेरो अनुभवहरू अहिलेसम्म तपाईँले बाँडिरहेको छु। कतिले आलोचना गर्नुहुन्छ, कतिले गाली गर्नुहुन्छ, इज नेभर माइन्ड। म माइन्ड गर्दिनँ, जसले जति बुझेको छ त्यति गर्छ, होइन। अब मैले फेसबुक टोटोमा मैले कसैले फसाउन खोजेको होइन, जुन आफ्ना अनुभव साथी रहेको छु, आफ्ना कन्टेन्ट दिइरहेको छु, त्यही नै हो साथीहरू, होइन। अब र अर्को कुरा, यदि सामाजिक सञ्जालमा तपाईँ काम गर्न चाहनुहुन्छ भने डर, धम्की, लाज, यी सबै कुरोहरू सम्भवतः पचाउनै पर्छ। गालीहरू, यस्ता कुरोहरू, होइन। तपाईँ विशेष गरी गाली पचाउने क्षमता चाहिँ लिएर आउनुपर्छ। आजलाई यति नै साथीहरू। यदि चाहिँ मेरो पेज अनि मेरो पूर्वेली सेरोफेरो पेज र चाहिँ मेरो यो जुन प्रोफाइलले फलो गर्नुभएको छैन भने प्लिज एकपल्ट फलो गरिदिनुहोस्, यही आह्वान गर्छु। नमस्कार, बाई बाई।